जसले माटो छुँदैन उसलाई माटोको माया लाग्दैन, जसले माटोको माया लाग्दैन जसलाई उसले माटो बेच्न थाल्छ, जसले माटो बेच्छ उसले देश छोड्छ। अहिले 2-4वटा प्लेन उड्दै हेर्दै हेर्दै उडेर गयो होइन, यस्तो लाग्छ। त्यहाँ पक्कै पनि रुँदै कोही गइराखेको थियो, कुनै नेपाली रुँदै गइराखेको थियो होइन। त्यो नेपालीको आँसु, उसको पीडा हामीले महसुस गर्ने कि नगर्ने? किन हामीले यसरी देश छोड्नु बाध्य भयौँ हामी होइन? हिमाल, पहाड, तराई, वन जङ्गल, नदी नाला, ताल तल्ला, खनिज सब थोक भएको देश, यस्तो देशमा 2 छाक भात खानको लागि, एक झुम्रो लाउनका लागि र आफ्नो छोराछोरी पढाउनका लागि विदेशीको टोइलेट सफा गर्न जानुपर्ने बाध्यता किन आयो? कसको कारणले आयो? प्रश्न गर्न चाहन्छु। हामीले नै भोट दिन जानेनौँ कि कतै है? हामीले चुनेर पठाएका मान्छेहरूले धोका दिए कि कतै? के भयो यो देशमा? अब गहिरो समीक्षा गर्ने बेला आएको छ। सधैँ हामी चाहिँ नि त्यसरी विदेशीको होइन गुलामी गरेर, विदेशीको चाहिँ टोइलेट सफा गरेर, विदेशीको घरमा सुसारे बसेर, विदेशीको काम गरेर